गुड मर्निङ गाइस, न्यू ब्लग त फेरि सकाएको छ मेरो नयाँ ब्लगमा। अनि आज हामी घुम्न जाँदैछौँ पशुपतिनाथ। अनि म चाहिँ मम्मी आफ्नो जान्छु, दिदी जाँदिनँ, त्यसो के भयो काम छैन। अहिले मेरो भिन्ने भेट चल्ला छैन, आज सन्डे, आज चाहिँ हामी जान्छौँ। अनि त्यही हो। अनि त्यहाँ अब चाहिँ हामी जाने बेला म डाइरेक्ट तपाईँहरूलाई भेट्छु, जाँदाखेरि भेट्छु है त। तपाईँहरू चाहिँ अब जाँदाखेरिको टाइममा इन्जोय गर्नु है त। अनि यस्तो पशुपति मन्दिर भित्र मिल्दै हामी त्यो आइसक्यौँ। अनि त्यहाँ अझै हाम्रो त्यति जान्छ, त्यही तपाईँले भेट्छौँ है त। अझै हामी घाटतिर गइरहेको छौँ। अनि हेर्नु, अनि यता चाहिँ कुकुरहरू क्या क्युट क्युट कुकुर रहेछ, एउटा टिपेर लगिदिनुहोस् लाग्यो मलाई चाहिँ। अनि यता मम्मी हुन्छ, यता बाबा हुन्छ, यता दिदी। अनि त्यहाँ हामी चाहिँ जान्छ। अनि त्यही हो, अझै हामी जाँदैछौँ। अनि त्यही छ, अनि त्यही हो। त्यतिकै चल्ला छ जस्तो प्रोसेस हुन्छ। यता मान्छे हुन्छ, मान्छे यता अनि मान्छे नि त। सेतो पिजन रहेछ, आएर छ कोही मान्छे अब हेरौँ कल। गाइस अनि यति छ होइन। अनि त्यही अब चाहिँ हामी जान्छौँ नि, त्यही अहिले चाहिँ तपाईँले भेट्छौँ है त। यो जुत्ता चाहिँ बादल नर्बेल खाइरहेको छ होइन, मेरो साथीहरूले खाइरहेको छ। त्यो चाहिँ अहिले हामी त जान लाग्छ। अब हामी घरतिर लाग्छौँ, यसले घरतिर लगाउन सजिलो लाग्छ। मेरो स्कुलको नयाँ जुत्ता पनि किन्ने छ, मेरो स्कुलको जुत्ता सोले गइसक्यो, काटिसक्यो एउटा। अनि त्यही हो। अनि मम्मी चाहिँ यता छन्, भिडियो बनाइरहेको छन्। अनि त्यही अब चाहिँ हामी जान्छ, तपाईँहरू जाँदाखेरि टाइम इन्जोय गर्नु है त। यो चाहिँ फरेनरहरू छ, अनि हामी चाहिँ यता छौँ। अनि त्यही भयो। अनि यता चाहिँ त्यो अन्टुष्टि हो, जो गरिरहेछ। अन्त अब चाहिँ हामी घरतिर लाग्छौँ, अनि तपाईँलाई भेट्छौँ है त। हामी मन्दिरमा छौँ, भट्टु भएर पो के पो हो। अनि त्यही भएर अब चाहिँ हामी घरतिर राख्छौँ, त्यही भएर भेट्छौँ है। मेरो स्कुलको जुत्ता किन्नु जान्न म बाबामा। अनि त्यही हो। अनि म चाहिँ अफकोर्स पनि त्यही किन्छु, अर्को कसै एउटा लाग्छ होइन। अनि कसो कसो त्यो नि मलाई याद छैन। अनि त्यही गरेर तपाईँहरूले जुत्ता लगाउँदा भेट्छु है त। चाहिँ हामी घर आइसक्यौँ। अनि अब चाहिँ 4 बज्छ। अनि मेरो हिसाब गर्नु भनेको पैसा कति अब मैले चाहिँ नयाँ जुत्ता पनि किनेँ। हेलो गाइस भन्नु। हेलो गाइस, हेर भन्नु।
हेलो गाइज अझै म धेरै अब के काम गर्छु त्यो तपाईँहरू देख्नु थियो अझै म तपाईँहरू भेट्छु है त नेक्स्ट डे अनि म चाहिँ हिजो राति सुत्सेको थिएँ अनि अनि औषध खाएको थिएँ अनि यही लुगामा सुतेछु अनि त्यही भएर अब चाहिँ म आज ब्लगलाई भेटिदिन चाहन्छु सरी आई विल सी नेक्स्ट ब्लग आजको इतना बाई बाई या